भौगोलिक सीमितताका बीच नेपाल सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताले विश्वमाझ नै परिचित छ। नेपालीले नेपाललाई सगरमाथाको देश र बुद्धको जन्मभूमि भनेर पनि चिन्ने गरेका छन्। यहाँले आफ्नो प्राणभन्दा प्यारो मातृभूमिलाई कसरी चिन्नु भएको छ त? पक्कै पनि आफ्नो क्षेत्रबाट विभिन्न कर्म गरेर हामीले आफ्नो देश चिनाउनको निमित्त कम्मर त कसी नै रहेका छौँ। यद्यपि कतिपय स्थितिमा हामीले आफैले आफ्नो देश चिन्न सकिरहेका छैनौँ। यसै कुरालाई ध्यानमा राखेर हामीले नेपाल चिनाऊ र बुझौँ भन्ने उद्देश्य लिएर अघि बढेका छौँ। यही उद्देश्यलाई सार्थकता प्रदान गर्न यात्रा नेपालको सुरुवात भइसकेको छ। नमस्कार, म पूर्णिमा कार्की। नेपालको 7 प्रदेशको विभिन्न महत्त्वपूर्ण स्थलहरू नेपाली सहित विश्वमाझ नै हामीले भ्रमण गर्ने जमर्को गरेका छौँ। यस क्रममा हामीसँग सोही ठाउँसँग सम्बन्धित र आफ्नो क्षेत्रमा सफल हस्तीहरूसँग हामी यात्रा गर्नेछौँ। यस यात्राको क्रममा उहाँहरूले तपाईलाई सहित हामीलाई पनि त्यस ठाउँको विशेषताहरूको बारेमा बुझाउँदै यात्रा गर्न लाग्नुहुनेछ। आउनुहोस्, नेपाल चिनाउने यात्रा नेपालको पहिलो एपिसोडमा यहाँहरूलाई स्वागत छ। र यसै क्रममा आज हामीसँग हुनुहुन्छ नेपाली कलाकारिता क्षेत्रको सर्वोच्च नाम, करोडौँ नेपालीको ढुकढुकीमा बस्न सफल महानायक राजेश हमाल। दर्शकवृन्द, यात्रा नेपालको शुभारम्भ आज हामी बसन्तपुर दरबार स्क्वायरबाट गर्दैछौँ र यस पश्चात हामी राजेश हमाल दाइलाई उहाँकै घरबाट पिक गर्नेछौँ। लेट्स गो गेट हिम। बसन्तपुरबाट हामी हिँडिसकेका छौँ र अबको केही क्षणमै हामी दाइको घरमा पुगी उहाँलाई पिक गर्नेछौँ र आजको यात्राको सुरुवात गर्नेछौँ। दर्शकवृन्द, महानायक राजेश हमाल दाइको जन्मस्थान जुन करुवा र ढाकाको लागि प्रसिद्ध छन् भने माडीफाट, रामपुर र रानीमहल जस्ता ठाउँले गर्दा पनि एकदम प्रसिद्ध छन्। त्यस ठाउँमा आज हामी जानको लागि तम तयार छौँ। अनि तपाईँ दाइ नमस्ते। नमस्ते। प्लिज बी सिटेड। थ्याङ्क यू। थ्याङ्क यू। दा, म आफै पनि हजुरको ठुलो फ्यान भएकोले गर्दा यसरी स्वागत गर्न पाउनु म आफैलाई पनि सौभाग्यशाली ठान्दछु। अबको केही दिनको पाल्पाको यात्रा हजुरसँगै तयार गर्दै गर्दाखेरि म लगायत देश विदेशमा रहेका विभिन्न फ्यानहरू पनि हजुरसँगै यात्रा गर्न पाउनेछन्। यो बिचमा हाउ यु फिलिङ दा? म त साह्रै एक्साइटेड छु, किनकि अब मेरो पुर्खौली घर पनि पाल्पा हो, म जन्मेको पनि पाल्पा हो। तर बिचमा चाहिँ नि धेरै वर्ष भइसकेको छ म पाल्पा जानु नपाएको। सायद कोभिडभन्दा अगाडि गएको थियो होला, त्यस पश्चात जान पाएको छैन। र अहिले गएर पाल्पाको विभिन्न ठाउँमा जानु पाउँदाखेरि, विशेष गरिकन म पाल्पाली भए पनि अब रानीमहल जस्तो ठाउँमा म पहिला पुगेको छैन। र त्यो मेरो लागि असाध्यै रोचक पनि रहनेछ र नौलो पनि रहनेछ र मलाई विश्वास छ कि जसले त्यो भ्रमण गर्नुहुन्छ मेरो साथमा उहाँहरूलाई पनि खुसी लाग्छ होला। त्यस कारण म साह्रै एक्साइटेड छु पाल्पाको विभिन्न ठाउँहरू हेर्न। आफू जन्मेको ठाउँ, हुर्केको त नभनौँ किनकि मैले पाल्पामा त्यति हुर्किन चाहिँ नि पाइनँ। जन्मेको 8-10 महिनामा मेरो बुवाले चाहिँ मलाई काठमाडौँ लिएर आउनुभयो। त्यस पश्चात चाहिँ नि यता कता फिल्म सुटिङको टाइममा चाहिँ नि म गएको छु। तर हामी परिवारहरू चाहिँ सबै पाल्पाले हौँ, त्यसैले असाध्यै एक्साइटेड छु। र यो कार्यक्रमले चाहिँ नि पाल्पाको विभिन्न ठाउँमा हामीलाई पुर्याउने छ, जसले गर्दाखेरि पाल्पालाई अझ नजिकबाट निहाल्ने मौका मैले पाउनेछु। सो आइ एम भेरी एक्साइटेड।
गुड मर्निङ। अहिले बिहानी पखको 7 बजेको छ र हामी चितवनमा छौँ। म चाहिँ रेडी भएर अब राजसाईतर्फ जाँदैछु। लेट्स सी वाट इज बिन अप टु। गुड मर्निङ दाइ। गुड मर्निङ। हिजोको बसाइ कस्तो रहेछ? एकदम राम्रो। म हिजो के भने इभिनिङमा आएँ भरतपुर, यहाँ बसेँ अनि आज बिहान कफी खाएर म यहाँ आउनुको विशेष कारण के हो भने अब पाल्पा त मेरो पुर्खौली हो। अब मेरो एउटा पुर्खौली स्थान जाँदाखेरि मैले अर्को एउटा यो पनि पुर्खौली स्थान जस्तै नै पर्छ कि। मेरो हजुरआमा हजुरबुवाहरू पाल्पाको बासिन्दा भए पनि धेरै पहिलादेखि नलपुरमा खेतीपाती गर्नुहुन्थ्यो। अनि हामी बच्चा हुँदाखेरि यो पुल पनि बनेको थिएन। अनि हामीहरू भरतपुरबाट यहाँ आएर यहाँ चाहिँ नि डुङ्गा लाग्थ्यो। अनि हामीहरू यहाँबाट डुङ्गामा बसेर अनि डुङ्गाले पारी लान्थ्यो। अझ म बच्चा छँदाखेरि त नलपुर जहाँ मेरो छ भन्ने ठाउँ रजर्नेर यहाँबाट 22 किलोमिटर हुँदा त्यो सबै जङ्गलै जङ्गल थियो क्या। अनि त्यहाँ घोडाहरू लिन आउँथ्यो हामीलाई। अनि हामी यहाँबाट क्रस गरेर त्यहाँ गएर यदि केही खाजासाजा ल्याएछ भने त्यो खाएर अनि घोडामा चढेर हामी आफ्नो गाउँतिर लाग्थ्यौँ उता होइन, जुन चाहिँ भनौँ न 22 किलोमिटर जति उता छ। अनि एकचोटि चाहिँ आउँदा आउँदै रात परेर यहाँबाट गयौँ, जाँदाखेरि नै रात पर्यो। अनि बिच बाटोमा हामी त्यो 22 किलोमिटरमा जानलाई पनि बिच बाटोमा बास बसेर गएको छौँ क्या हामी। गजबको अनुभव, गजबको अनुभव। अहिले देख्दाखेरि त्यो बेलाको सम्झनाहरूलाई के फिल भइरहेको छ? त्यही त लाग्छ। अब नारायण त यही हो, अब अलिकति व्यवस्थित पनि भए जस्तो लाग्छ। तर कता कता मलाई के चित्त बुझिरहेको छैन भने यहाँ पुरानो चिजहरू चाहिँ सबै भत्काइएछ कि। यहाँ पुरानो ढुङ्गाहरू थियो, त्यो सबै फुटाएछ। पार्क बन्यो गर्यो त राम्रै कुरा हो। मेरो त पहिलो अनुभव त यहाँ छ है, पहिलो रमाइलो भयो। किनकि खुसी पनि लाग्यो। पाल्पा जाँदैछौँ हामी होइन, त्यो जुन चाहिँ नि मेरो एकदम पुर्खाहरूको ठाउँ हो। तर त्यसको साथसाथमा नलपुरसँग पनि मेरो पुर्खाहरू गाँसेको छ कि पहिलेदेखि खेतीपाती गरे हुनाले खुसी लाग्यो। बोटिङहरू पनि बनेको छ। हो बोटिङ बनेको छ। अब हामी यो गैँडाकोट भयो यो। अब गैँडाकोटबाट हामी कालीगण्डकी कोरिडोर हुँदै रामपुर भएर पाल्पा लाग्छौँ। जाउँ है त है। तपाईँहरू के घुम्न आउनुहुन्छ नि? पढ्न। Thank you. Welcome. Thank you. Bye-bye. दाइ पाल्पाको यात्रामा छौँ हामी। यो रुट हुँदै पहिला पनि यात्रा गर्नुभएको थियो? यो रुटबाट चाहिँ गएको छैन, यो मेरो पहिलो अनुभव हो। तर यो रुटले मलाई लाग्छ धेरै सहज बनाएको छ कि। जस्तो विदेशमा कुनै पनि आकर्षित ठाउँलाई चाहिँ नि उहाँहरूले यस्तो राम्रोसँग त्यसको चाहिँ नि एउटा कथा बाँधिदिनुहुन्छ, नरेसन बाँधिदिनुहुन्छ कि व्यक्तिलाई त्यसको छेउछेउ गयो भने त्यो ठाउँ त नपुगिनुहुने ठाउँ जस्तो फिल हुन्छ कि। यहाँसम्म आएपछि त्यो ठाउँ हेरेनौँ भने त केही न केही मिस हुन्छ भन्ने पारिन्छ। गएर हेऱ्यो भने खासै त्यति एकदमै भयङ्कर ऊ पनि हुँदैन। कहाँ लाग्नु भयो? कतातिर लाग्नु? ए कताबाट ल्याउनु भयो? तपाईँहरूको गाउँ यतै छ? माथि छ। कहाँ? अलि माथि छ गाउँ छ नि, हामी चाहिँ यही माथि 10-12 वर्ष भयो होला है। ए पर्छ भयो। पछि आएर बस्नु भयो?
होइन पहिलेको हो बाबुबाजेहरू यतिको हो हजुर एकदम माथि गाउँतिर बस्थ्यो फेरि यता जान्छ ल हामी त लाग्यौँ है राम्रो ल है त ल बस्नुहोस् है ल नमस्कार वाउ व्हाट अ क्रेज हाम्रो महानायक बाई 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 यही घर बनाउनु खोजेको सर मैले यहाँ फेरि यो गोल घर नै यहाँ बनाउनु खोजेको यही स्टाइलमा अनि भित्र चाहिँ लग्जरियस होस् सबै कुरा नमस्कार
प्रत्यक्ष भेट्न पाउँदा एकदमै खुसी लागेको छ। यहाँहरूले आफ्नो क्षेत्रलाई, आफ्नो संस्कृतिलाई, आफ्नो रहनसहनलाई बचाइराख्नुहोस् है। खानपिनलाई एकदमै बचाइराख्नुहोस्। यो कहिले कहिले आधुनिकताको लहरमा हामीले आफ्नो परम्परा बिर्सिन्छौँ। आफ्नो परम्परा, रीतिरिवाज, आफ्नो संस्कृति कहिले पनि बिर्सनु हुँदैन, हो कि होइन? सबैलाई धेरै धेरै धन्यवाद छ। दाइ, यो यात्रा नेपालको यात्रामा हामी अहिले पाल्पाको रामपुर आइपुगेका छौँ र आज चाहिँ हाम्रो बसाइ रामपुरमै होला जस्तो छ दाइ। त्यही त हामी पाल्पाको भ्रमण अब असार महिनामा गरिरहेका छौँ। अब स्वाभाविकै हो असारमा पानी पर्नु, त्यस कारण केही पानीले हामीलाई छाङ्गेनमा के अवरोध त गरेको छ, तर फेरि असारमा पानी नपरे कहिले पर्छ होइन। आजको बसाइ रमाइलै हुन्छ होला जस्तो लाग्छ मलाई। अब भोलि हामी पाल्पाको विभिन्न क्षेत्रमा जान्छौँ। तानसेनमा जान्छौँ होला सायद, अनि तानसेनभन्दा माथि भैरवस्थान, बतासे डाँडा, श्रीनगर लगायत अनि रानी महलतिर पनि हामी लाग्छौँ होला। सो म एक्साइटेड छु। पक्कै पनि दाइ, हामीले अहिले नै जानकारी पनि पाइसकेका छौँ। हामीलाई थुप्रै स्थानीयहरू पर्खेर पनि बसिरहनु भएको छ स्वागतको लागि पनि। कतिको एक्साइटेड हुनुहुन्छ? त्यही त पाल्पाको मान्छेहरूको चाहिँ एउटा विशेष चरित्र मैले पाएँ कि एकदम आत्मीय चरित्र छ उहाँहरूको। मिलनसार पनि उहाँहरू असाध्यै हुनुहुन्छ र हामीहरूलाई भनौँ न, हामी अब एक हिसाबले हामी अतिथि पनि हो, अतिथिहरूलाई स्वागत गर्ने पनि उहाँहरूको स्वभाव छ। त्यस कारण समग्रमा रमाइलो लाग्यो अहिलेसम्मको बसाइ। बर्सातको अर्को एउटा फाइदा के हो भने हरियाली प्रशस्त देख्न पाइन्छ। त्यो हिसाबमा चाहिँ हाम्रो वरिपरि हरियाली चाहिँ प्रशस्त छ, त्यसले पनि असाध्यै सुन्दर बनाएको छ। हेलो दाइ, यो पवित्र कालीगण्डकी नदीको तटमा रहेको रामपुर नगरपालिकामा छौँ हामी र अहिले रामपुर नगरपालिका स्थित तालपोखरामा सैर गरिरहँदा हजुरको अनुभव कस्तो छ सुनाइदिनुहोस्। रामपुरको हामीले पछिल्लो 2 दिनमा धेरै पर्यटकीय दृष्टिकोणले धेरै आकर्षित ठाउँहरूमा हामी पुग्यौँ होइन। हजुर। र विभिन्न क्षेत्रको भ्रमण पनि गऱ्यौँ। तर यो क्षेत्रमा आउँदाखेरि चाहिँ अलिकति विशेष नै लाग्यो। विशेष यस मानेमा कि खालि यो ताल र मन्दिर मात्रै नभएर र यो रामपुरको चाहिँ एकदम आकर्षित स्थान मात्रै नभएर सम्पूर्ण राष्ट्रमै नै 100वटा पर्यटकीय दृष्टिकोणले आकर्षित ठाउँहरूमध्ये एउटा पर्छ यो। त्यसले गर्दाखेरि पनि यसको महत्त्व चाहिँ अत्याधिक छ। र रामपुरमा मलाई लाग्छ जो कोही यदि यहाँ भ्रमण गर्न आउनुहुन्छ भने यो ताल पोखरामा चाहिँ अवश्य आउनुहुन्छ जस्तो लाग्छ मलाई, किनकि यसको एउटा एकदमै छुट्टै आकर्षण छ। हुन त यो कृत्रिम ताल हो, यो मानव निर्मित ताल हो, यो प्राकृतिक ताल चाहिँ अवश्य पनि होइन। तर यो क्षेत्रको जुन बनावट थियो त्यो बनावटलाई सदुपयोग गरेर यो ताल चाहिँ निर्माण भएको छ 66 सालमा। हाम्रो मेयर साहब पनि यही हुनुहुन्छ, उहाँले अघि भन्नु पनि भएको थियो 66 सालमा यसको उद्घाटन गरिएको थियो र करिब करिब पोखराको तालको चाहिँ नि भनौँ न नमुनामा निर्माण गरिएको हुनाले यसको नाम पनि ताल पोखरा भनेर राखिएको छ। तर यो ताल पोखरा रामपुर पाल्पाको रामपुरको ताल पोखरा हो, जसको आफ्नै एउटा विशेष आकर्षण छ र यहाँ अत्यन्तै नै रमाइलो लाग्छ। यहाँको स्थानीय बासिन्दाहरूसँग पनि अघि भेटघाट भयो। स्थानीय बासिन्दाहरू पनि असाध्यै
आत्मीयताका साथ हामीलाई स्वागत गर्नुभयो। त्यसले पनि जनाउँछ कि यहाँका स्थानीय बासिन्दाहरू पनि असाध्यै मिलनसार र एकदमै खुला हृदयका हुनुहुन्छ भन्ने पनि जनाउँछ। मलाई एकदमै खुसी लाग्यो हाम्रो यो टोलीले चाहिँ नि यो रामपुरको पोखरा ताललाई यसरी कभर गरेकोमा, किनकि यो कभर गर्नै पर्ने एउटा स्थान चाहिँ अवश्य पनि हो र अवलोकन गर्नुपर्ने पनि एउटा स्थान हो जस्तो लाग्छ। अवश्य पनि दाइ, यत्रो माया पनि पाइरहेका छौँ हामीले। अब एकैछिन चाहिँ हामीले यहाँ चिया पनि खानेछौँ, दर्शन पनि गर्नेछौँ एकछिन मन्दिरमा, त्यसपछि एकछिनको सयर पश्चात चाहिँ हामी फेरि यहाँबाट फर्किनेछौँ। म असाध्यै एक्साइटेड छु यो मन्दिर हेर्नको लागि र यो मन्दिरको दर्शन गर्नको लागि एकदमै एक्साइटेड छु। रामपुरका मेयर साहब पनि हामीसितै हुनुहुन्छ र अत्यन्तै नै खुसीको कुरा पनि हो कि रामपुरमा आउँदाखेरि रामपुरको मेयरले हामीलाई यसरी विभिन्न ठाउँमा लिएर गइरहनु भएको छ। मेयर साहब, तपाईँ त अब यही क्षेत्रको पनि हुनुहुन्छ होइन, यही पोखरा तालकै क्षेत्रको पनि हुनुहुन्छ। यहाँले त सुरुवातको दिनदेखि नै हेर्दै आइरहनु भएको छ यो क्षेत्रलाई। यो तालको निर्माणको परिकल्पना कसरी आयो, यो ताल हुनुभन्दा अगाडि यो क्षेत्र कस्तो थियो, अलिकति विस्तृत रूपमा भनिदिनुहोस् न। यो वास्तवमा हामीले 2066 सालमा तत्कालीन सभामुख सुभाष नेमाङलाई यहाँ उपस्थित गराएर यसको चाहिँ मतलब सुरुवातको काम गऱ्यौँ। र यसको त्योभन्दा पहिलाको अवस्था यो एउटा ससानो चाहिँ मतलब तालकै रूपमा थियो। यहाँ विशेष गरी त्यो तत्कालीन अवस्थामा यहाँ भैँसीहरू आल खेल्ने जस्तो ठाउँहरू थियो र केही करिब यहाँ चाहिँ हामीसँग 68-70 रोपनीको यो सार्वजनिक जग्गा पनि भएको कारणले गर्दा यो पहिलेदेखि एउटा तालको रूपमा रहेको कारणले गर्दाखेरि यसलाई तालकै रूपमा चाहिँ मतलब यसलाई स्थापना गर्नुपर्छ भनेर यहाँका चाहिँ विशेष गरेर यहाँका अलिकति बौद्धिक व्यक्तित्वहरू, शिक्षकहरू लगायत यहाँका चाहिँ मतलब राजनीतिक दलहरू सबैको सहयोगमा चाहिँ हामीले एउटा चाहिँ मतलब एउटा कार्ययोजना प्लान चाहिँ बनाइसकेपछि हामीले यसको सुरुवात गऱ्यौँ। यहाँका सबै चाहिँ विशेष गरेर यहाँका स्थानीय जनताहरू, बाहिर बस्ने साथीहरू, देश विदेशभित्रबाट बस्ने साथीहरूको सहयोगमा यसलाई चाहिँ हामीले चाहिँ एउटा महायज्ञ गरेर थोरैबाट चाहिँ पैसा सङ्कलन गरेर चाहिँ मतलब यसको सुरुवात गऱ्यौँ र अहिले चाहिँ यो ठाउँसम्म आइपुगेको छ। अझै यसका केही संरचनाहरू चाहिँ मतलब बनाउन पनि बाँकी छ। तथापि यो चाहिँ हामीलाई एउटा गौरवको विषय के छ भने एउटा नेपाल सरकारले 100वटा पर्यटकीय गन्तव्यको रूपमा पहिचान गर्दा यो ताल पोखरा पनि मतलब एउटा पहिचानको रूपमा चाहिँ हामीले यसको परिचय गराउन पायौँ। यसमा पनि हामीलाई खुसी लागेको छ। तथापि हामीले यो चाहिँ रामपुर नगरपालिका विशेष गरेर यो राजमार्गदेखि अलिकति टाढा भएको कारणले गर्दा यसका एक्सेसहरू चाहिँ अलि कम थियो। अहिले कालीगण्डकी करिडोर, यो पूर्व पश्चिम चाहिँ करिडोर चाहिँ मतलब जोडिसकेपछि बल्ल यसको चाहिँ महत्त्व बढेको छ। यसमा पनि अझै नेपालकै मतलब महानायक चलचित्रको एउटा नक्षत्र राज सम्हाललाई अहिले चाहिँ यो ताल पोखराले पाउँदाखेरि यो चाहिँ हामी यहाँका जनताहरू र वास्तवमा चाहिँ मतलब गौरवान्वित भएको छ। अब यो लुकेको पहिचान वास्तवमा यो कारणले गर्दा पनि अब चाहिँ हामीले अब नेपाल र नेपालभित्र र बाहिर पनि यसको चाहिँ पहिचान हुन्छ र यसको पर्यटकीय हिसाबले चाहिँ मतलब यो अहिले जुन छायाङ्कन भएको छ यसको चाहिँ विशेष महत्त्व रहन्छ भन्ने हामीलाई महसुस भएको छ। अनि मेयर साहब, यो त कृत्रिम भयो होइन, म्यानमेड भयो, यसलाई मेन्टेन गर्न कतिको गाह्रो छ? यसलाई मेन्टेन चाहिँ अब बेला बेलामा गरिराखेका हुन्छौँ। विशेष गरेर यो चैत वैशाखमा अलिकति थोरै यसको चाहिँ पानीको चाहिँ मतलब स्रोत चाहिँ कम भएको कारणले गर्दा केही चाहिँ मतलब सुक्खा हुन्छ। त्यो अवस्थामा हामीले चाहिँ यसलाई मेन्टेन गर्ने, यसलाई सफा गर्ने गर्छौँ। तथापि चाहिँ त्यति गाह्रो चाहिँ छैन। ल, अब हामी मन्दिरको दर्शन गरौँ होइन, मन्दिरतिर लाग्यो। भेरी गुड। मेरो जानकारीमा आएसम्म यहाँको पनि एउटा महत्त्वपूर्ण भूमिका छ अरे यो पोखरा ताल निर्माणमा। यहाँको परिचय दिनुहोस् न हामीलाई। म देवराज देवकोटा, म खास गरी यहाँको एउटा गङ्गा माध्यमिक विद्यालयको प्रधानाध्यापकको रूपमा काम गरिरहेको छु। अनि यो ताल निर्माणमा यहाँको के कस्तो भूमिका रह्यो? यो ताल निर्माणको सुरु गर्ने बेलामा हामी विभिन्न ठाउँहरूमा जाँदा, जस्तै पाल्पाको श्रीनगर, तङ्गासको रेसुङ्गा, इलामको विभिन्न ठाउँहरू भ्रमण गर्दा हामीले पनि हाम्रो स्थानमा पनि केही महत्त्वपूर्ण कामहरू गर्न सकिँदो रहेछ समुदायका मान्छेहरू मिलेर भन्ने महसुस भयो। जसको कारणले यो अघि मेयर साहबले भने जस्तै यहाँ अलिकति लो ल्यान्ड भएको कारणले वर्षायाममा पानी जम्मा हुने र 2-4 महिना जति यहाँ पानी हुने र अरू बेला हामी स्थानीय युवाहरू फुटबल खेल्ने गर्थ्यौँ त्यति बेला। र यसलाई पनि एउटा तालको रूपमा विकास गर्न सकिन्छ भन्ने सोचेर
यो समुदायका मान्छेहरूलाई मैले त्यो जुन कुरा बताइसकेपछि उहाँहरू एकदमै एक्साइटेड हुनुभयो र त्यसपछि यसलाई गर्नलाई जुन प्रकारका कामहरू गरियो त्यसमा समुदायको असाध्यै राम्रो सहयोग रह्यो जसको कारणले आज यो अवस्थामा आयो। त्यही त यदि समुदायको सहयोग भयो सोच सही भयो होइन एउटा एक किसिमको दृष्टि भयो भने त जे पनि सम्भव हुँदो रहेछ होइन अनि त्यसैले नै प्रत्येक क्षेत्रलाई चाहिँ नि कुनै न कुनै हिसाबबाट चाहिँ नि आकर्षित पनि बनाउँदो रहेछ। धेरै धेरै धन्यवाद छ। हामीले अहिले ताल पुरा भ्रमण गऱ्यौँ। रामपुरको यो एउटा आकर्षण जस्तो हामीलाई महसुस भयो। यहाँहरू सबैजना यसरी संलग्न भएर यो तालको चाहिँ नि निर्माण भएको रहेछ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ है। थ्याङ्क यू। र यहाँ भ्रमण गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू। आज अत्यन्तै नै खुसी लाग्यो यहाँहरूको यो सुन्दर क्षेत्रमा आउनु पाउँदाखेरि। विशेष गरिकन पोखरा तालको त आफ्नै विशेषता जस्तो लाग्यो मलाई होइन। रामपुरप्रति गर्व गर्नु होला, आफ्नो क्षेत्रको गर्व गर्नुहोस्, आफ्नो स्थानको गर्व गर्नुहोस्, आफ्नो रीतिरिवाज संस्कृति रहन सहनको गर्व गर्नुहोस् है। किनकि यहाँहरू जस्तै म रामपुरको नभए पनि यहाँहरू जस्तै म पनि पालपाली हो। म जन्मेको तानसेनमा हो, मिसन हस्पिटलमा जन्मेको। 21 वर्ष भयो जन्मेको म। आमाहरू भैरवस्थानको, मेरो बुवाहरू अर्चलेको हो। त्यसकारण हामीहरू पालपाली हौँ आत्माले। मेरो बुवा पहिलो हाई स्कुल पद्मोदय हाई स्कुल जुन तानसेनमा थियो उहाँ 22 वर्षको उमेरमा त्यसको पहिलो हेडमास्टर हुनुहुन्थ्यो। त्यसकारण हाम्रो पाल्पाको यात्रा त्यसरी सुरुवात भएको छ। भले म पाल्पामा हुर्किन पाइनँ तर आफ्नो मन मस्तिष्कमा आफ्नो आत्मामा चाहिँ जहिले पनि पाल्पै छ होइन, रहन सहनमा पनि पाल्पा छ। त्यसकारण धेरै धेरै धन्यवाद छ यहाँहरू सबैलाई। एकदमै खुसी लागिरहेको छ। साथीहरूको लागि यो हात सलाम, खुसीको लागि यो हात धन्यवाद। थ्याङ्क यू। नमस्कार। होटल पनि नमस्ते, तपाईँहरूलाई पनि नमस्ते। नमस्ते नमस्ते। थ्याङ्क यू। जतिसुकै हामी आधुनिकता भए पनि हाम्रो धरातल र हाम्रो पहिचानमा हामीले कहिले पनि बिर्सिनु हुँदैन र त्यसलाई कहिले पनि मास्नु हुँदैन। यही नै सन्देश छ आज, यही नै सन्देश मैले पाएको छु। आज यसरी बसेर यहाँहरूको यो सानो मान्छे हेर्न पाउँदाखेरि मलाई अत्यन्तै नै खुसी पनि लाग्यो र हृदय पनि छोयो। किनकि यी कुराहरू भनेको हाम्रो पुस्तौँदेखि आइरहेको कुरा र हामीसँग प्रत्यक्ष गाँसेको हाम्रो व्यक्तित्व हाम्रो पहिचानसँग गाँसेको कुरा हो। त्यस कारण सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ। बुवाहरूले यसरी चाहिँ मेहनत गरिरहनु भएको छ। यहाँहरू सबैलाई एकदम हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरूको अभिनय असाध्यै उत्कृष्ट छ। तपाईँ महिला अघि पुरुष हो, हाँसो हेर्दाखेरि त उहाँकोभन्दा पनि राम्रो हाँसो छ के त्यहाँ सबैलाई धेरै धेरै धन्यवाद छ है। थ्याङ्क यू। एकदम हृदयदेखि धन्यवाद। गुड मर्निङ। बिहानी पखको समय छ। 2 दिनको निस्ती र रामपुरको बसाइ पश्चात अब हामी तानसेन प्रस्थान गर्न लाग्दैछौँ।
स्थानीयवासीको अनुसार तानसेन पुग्नका लागि हामीलाई करिब 1.5 देखि 2 घण्टाको समय लाग्ने जानकारी भएको छ। तर मौसम एकदमै च्यालेन्जिङ भइरहेको छ। हामीलाई थाहा छैन बाटोमा के कस्ता जोखिमहरू हामीले मोल्नुपर्ने हुन्छ। त्यही पनि विथ अल द एक्साइटमेन्ट वी आर अल रेडी टु मुभ फरवर्ड। लेट्स गो। अहिले हामी यो बर्ड स्याङ्क्चुरी जटायु साथसाथै 200 प्रजातिको पशु पक्षीहरूलाई चाहिँ संरक्षण गरेको एरियाभित्र जाँदैछौँ। यहाँ चाहिँ खोलाको उतापट्टि स्याङ्जा पनि हामी देख्न सक्छौँ। अहिले हामी चाहिँ पाल्पाको एरियामा छौँ। अहिले त्यो रिठाको छ। गिठा चाहिँ गिठा भ्याकुर चाहिँ जमिन मुनि हुन्छ। तरुल हो। हामी अहिले पाल्पाको रामपुरको भ्रमणमा छौँ। भ्रमणको समय पनि हामीले असार महिनामा चाहिँ चुन्यौँ। असारे झरी परिरहेको छ। अहिले हामी कुन ठाउँमा छौँ? तपाईँ त यहाँको स्थानीय हो, यहाँको आफ्नो परिचय दिनुहोस् र अहिले हामी कुन ठाउँमा छौँ बताइदिनुहोस्। धन्यवाद। म यो खैरेनी सामुदायिक वनको हाल अध्यक्ष। यो रामपुर नगरपालिकाको वडा नम्बर 8 स्थित खैरेनी सामुदायिक वनको नामले परिचित छ। र हामी यहाँ धेरै समयपछि धेरै मेहनतका बावजुद अहिलेसम्म हामी यहाँसम्म आउन सफल भएका छौँ। गिद्धको नामले लगभग हामी 57-58 सालदेखि लिएर अहिलेसम्म हरेक प्रयासका साथ अनि हामी गिद्ध संरक्षणमा लाग्यौँ यो सामुदायिक वनभित्र। र अहिले त फिलहाल पहिला त मदन पोखराको पाल्पाको मदन पोखरामा पनि थियो। तर अहिलेको हाल समयमा त्यहाँ मासिएर यो खैरेनी सामुदायिक वनमा हाल अत्यधिक वृद्धि भएको भन्नुपर्छ। गिद्धको सङ्ख्या हामीले सुरुवात गर्दा 46वटा गिद्ध थिए र अहिले 300 भन्दा माथि गिद्ध छन्। करिब लोप हुने अवस्थामा थियो। लोप हुने भइसकेको अवस्था हो। किन यहाँ योभन्दा पहिला हामीले जान्दा त हजारौँ गिद्ध थिए। त्यसपछि लोप हुँदै गएर 46वटामा सीमित रह्यो। 46वटादेखि सुरुवात गरेर हामी संरक्षण गर्न लाग्दै गर्दा अहिले 58 सालदेखि अहिले 81 सालसम्म 300 भन्दा बढी 300 काउन्टिङका गिद्ध छन् हाम्रा। यसपटकको चाहिँ नि 34वटा गुण लगाएको थिए। 34वटा गुणमा 26वटा बच्चा उत्पादन भयो भनेपछि 300 भन्दा माथि छन् भन्ने यो वर्षको गणना भइसकेको छैन। 300 भन्दा माथि गिद्ध छन् भन्ने हामीलाई अनुमान छ। र हामीले यसको आहारको व्यवस्था यसपटक योभन्दा अगाडि त्यस्तो थिएन। जहाँ पाउँछ त्यहीँ खाने र हामी यहाँ रुख नकाट्ने, उनीहरूको वासस्थानलाई विस्थापित नगर्ने मात्रै संरक्षणमा लाग्यौँ। यसपटकबाट हामी नगर। अनि लोप हुनुको मुख्य कारण के थियो नि? यो वासस्थानको मुख्य कारण त एक त अब वासस्थानको पनि अभाव हो। त्यसपछि वासस्थानको अभावसित सँगसँगै लिएर एउटा यिनीहरूलाई पशुमा जुन उपचारार्थ लगाइने विषादी हुन्थ्यो त्यो डाइक्लोफेनेक भन्ने विषादी, त्यो विषादी पशुलाई प्रयोग गरियो अनि पशु बाँचेन मरिहाल्यो भने चाहिँ तत्काल गिद्धले खायो भने त्यो 24 घण्टाभित्रमा त्यो गिद्ध मर्दो रहेछ। त्यो हामी सबैलाई जानकारी भएन। त्यो पनि एउटा मुख्य कारण हो। मुख्य कारण डाइक्लोफेनेक हो। हामीले बुझेको अहिलेसम्मको अनुसन्धानले भेटिएको डाइक्लोफेनेक नै हो। त्यसपछि हामीले हरेक तह र तब्कामा चाहिँ पहल गर्दै यो डाइक्लोफेनेक भन्ने औषधि विषादी जुन हो यसलाई रोक्नुपर्छ भनेर लाग्यौँ। र यसपटक यति बेला बन्द भएको अवस्थामा छ। नेपालमा छिरेको अवस्था छैन। अब अन्त के गरिएको छ, हामी यहाँ जुनसुकै पशुलाई पनि उपचार गर्दै गर्दा कुन उपचार गरियो, कस्तो खालको विषादी प्रयोग गरियो, त्यो मरिसकेपछि पनि हामीले अनुसन्धान गरेर मात्रै गिद्धलाई यहाँ आहारका लागि ल्याउने गर्छौँ। त्यसले गर्दाखेरिमा यसपटकबाट नगर गौशाला छ एउटा हाम्रो रामपुरको 6 नम्बर वार्डमा। त्यो नगर गौशालाबाट सिधै यहाँ
आहार ल्याउने काम भएको छ। अनि वडा नम्बर 3, 4, 5, 6, 7, 8 सम्मका चाहिने आउँछन्। 9 र 10 का अहिलेसम्म 1, 2 र 10 का 9 र 10 का आएको छैन। अरू सबै वार्डका चाहिने आहारहरू यहाँ आउने गर्छन् र गिद्धले भनेपछि पछिल्लो कति 22-24 वर्षमा 46बाट 300 वटा भयो। धेरै समय लाग्दो रहेछ, किन भन्दा एउटा बच्चा हुर्काउन 7-8 महिना लाग्छ। भनेपछि जो बच्चा हुर्किन्छ त्यो प्रजनन शक्तिको हुनको लागि 5-6 वर्ष लाग्छ। त्यो कि तत्काल अरू पन्छी जस्तो तत्काल चाहिने त्यो हुन सक्दैन, बच्चा उत्पादन दिन सक्ने हैसियतको हुँदैन। त्यसले गर्दा एउटा बच्चा हुर्किँदै गर्दा अर्को बच्चालाई सँगै चाहिन्छ, किन दुईटा जोडीले एउटै बच्चा निकाल्छ। आरा कहाँ खुवाउनुहुन्छ? त्यहाँ माथि तारजाली लगाएको नि के यसै गरी मासु फाल्दिने? होइन, त्यहाँ लिएर आउने, छाला काट्दिने अनि छोडिदिएपछि खान्छ। त्यो त्यतिकै बथान आएर खान्छ? सबै जान्छन् र त्यहीँ खान्छ। कम्पाउन्डिङ गरिएको छ नि त्यहाँ। के को राख्नुहुन्छ त्यहाँ? त्यहाँ यो मरेका सिनुहरू हो। मरेको आज कतै राखेनन् कि। अनि यो सानो खैरेनी क्षेत्रफलले के अलिकति सानो हुँदै गएको छ कि होइन? गएको छैन, यत्रै थियो पहिलेदेखि, यत्रै नदीले मास्ने यताउति केही भएको छैन। नदीले मास्ने भनेपछि वर्षौँदेखि यसको क्षेत्रफल चाहिँ नि कायमै छ। अनि त्यहाँ पनि केही व्यवस्था गर्नुभएको छ सानो खैरेनीमा? केही व्यवस्था छैन, त्यतिकै छ। गाई बिहाएर बसेको यो थामिएको ठाउँ हो भनेर त्यहाँ एउटा सानो टापु छ, त्यो भित्र पनि त्यो टापुमा जति गर्ने कि बढे पनि जाँदैन। त्यो गाई ब्याउने चाहिँ नि पौराणिक कथा हो। के हो त्यो भनिदिनुहोस् त। होइन, यो नदीले त्यो गाई ब्याएर त्यहाँ चर्न आउँदै गर्दा त्यहाँ गाई ब्याएर बाछा बाछीसँग बस्दै गर्दाखेरिमा नदी बेसरी बढेर आएछ। बढेर आइसकेपछि त्यहाँ गाई भएको सुरले त्यो गाईलाई छोड्ने क्रममा नदी घुमेर उताबाट गएको हो भन्ने हामीले सुन्नमा आयो। किम्बदन्ती जस्तो किम्बदन्ती नै हामीले सुनेको त्यही हो। हाम्रा अग्रजहरूले त्यही कुरा गर्नुहुन्थ्यो र त्यो ठाउँमा अहिलेसम्म पनि हामीले पानी गएको देख्दैनौँ। सबै ढाक छ, त्यही ठाउँमा पानी पुग्दैन। थोरै एरिया छ, बाढी आउँदा पनि पुग्दैन। अहिलेसम्म पुगेको देखिएन। तपाईँ त रुच्नु भयो। असारमा अलिअलि पानीबाट नरुचे कहिले रुच्ने होइन? म बिहानभरि पनि रुचिरहेको छु। आज जङ्गल सफारी पनि गर्ने अवसर मिल्यो हामीलाई यहाँको, प्लस यहाँको पशु पक्षीहरूको कति प्रजातिको बारेमा पनि हामीले जानकारी पायौँ। अनि पाल्पाको यो टापु उतापट्टि स्याङ्जा पनि रहेछ, यो दुईवटा डिस्ट्रिक्ट पनि हामीले यहाँबाट देख्न सक्छौँ। प्लस एनिमल्सहरूलाई पनि यो बर्ड स्याङ्चुरीमा यसरी यो प्रिजर्भ गरेर राखिएको भन्ने कुरा हामीले जानकारी पायौँ। अब हामी यहाँबाट प्रस्थान गर्दैछौँ। भर्खर तानसेन आइपुग्यो दाइ। टिपिकल फुडहरू हामी टेस्ट गर्दैछौँ। फुड कस्तो लाग्दैछ दाइ हजुरलाई? यो रेस्टुरेन्टमा जहाँ हामी छौँ, यो तानसेनको एउटा पुरानै रेस्टुरेन्ट हो।
यसको विशेषता के छ भने एकदम मौलिक संरचनामा चाहिँ यो रेस्टुरेन्ट अवस्थित छ। त्यो चाहिँ यसको विशेषता हो हैन। एकदम हिल स्टेसन जस्तो टपमा पनि एकदमै भ्यू पनि राम्रो देखिने ठाउँमा चाहिँ विदलिनहरु यो सबै पुरानो लाग्छ मलाई। यो मोनुमेन्ट्स यो उनीहरु पनि पहिलेदेखिको ल्याएर हजुरको तस्बिर पनि दाइ उहाँ पर तर म धेरै पहिला आएको थिएँ यहाँ। मलाई लाग्छ त्यो तस्बिर आजभन्दा 20 वर्ष अगाडि लिएको हो कि क्या हैन। 20 जस्तो भयो 2004 तिर हुनुपर्छ त्यो। खाना खाऊ अहिलेलाई चाहिँ हुन्छ। डाँडामा हामीले तानसेन लेखेको पनि देख्न सक्छौँ र यो टुँडुखेलमा चाहिँ धेरै पहिलादेखि नै विभिन्न गतिविधिहरू हुँदै आइरहेको छ र यसको यतापट्टिको किनारमा हामीले ब्यारेक पनि देख्न सक्छौँ। सेनाको गाँड छ। ल बोलो नमस्ते। कति क्लासमा पढ्छौ? 2 मा तिमी हो? ल आऊ। ल गुड बोय। ल राम्रोसँग पढ्नु है। वेलकम। आज हाम्रो तानसेनको अन्तिम बसाइ हो र आज संयोगवश मौसम चाहिँ नि रिलेटिभली राम्रो भएको मान्नुपर्छ किनकि पछिल्लो 3 दिन धेरै पानी पर्यो, वर्षा धेरै भएको थियो। रामपुरमा छँदाखेरि त निरन्तर वर्षा नै भयो तर असारमा फेरि वर्षा परि नै हाल्छ, त्यो स्वाभाविक पनि हो। तर त्यो बर्सातको बावजुद पनि हामीले धेरै रमणीय ठाउँहरू रामपुरका हामीले कभर गर्न सक्षम भयौँ र आज तानसेनमा छौँ हामी। आज चाहिँ त्यति बर्सात भइरहेको छैन त्यसैले मलाई लाग्छ कि हामी धेरै ठाउँहरू आज कभर गर्न सक्छौँ। आजको बिहानी असाध्यै रमाइलो बिहानी छ र बिहानी पखै हामी टुँडीखेलमा आएर यसरी अलिअलि एक्सर्साइज पनि गरिरहेको छौँ र यसको वरिपरिको ठाउँमा चाहिँ हाम्रो जाने योजना छ। विशेष गरिकन म जन्मिएको हस्पिटल जुन तानसेन हस्पिटल छ, मिसन हस्पिटल, त्यहाँ हामी जानेछौँ र त्यहाँ हस्पिटलमा जन्मिसकेपछि मलाई लगेको घर जुन भैरव स्थानमा छ त्यहाँ पनि हामी केही भ्रमण गर्नेछौँ। रानी महल जानेछौँ, अन्य अरू केही मन्दिरहरूमा पनि हामी जानेछौँ र स्थानीय बासिन्दाहरूसँग भेटघाट गरेर गफगाफ पनि गर्नेछौँ। हाम्रो अर्को कलाकार हुनुहुन्छ, यही तानसेनवासी नै हुनुहुन्छ उहाँ। म तानसेनमा जन्मिए पनि तानसेनमा हुर्किने त्यति मौका चाहिँ मैले पाइनँ तर मेरो सहकर्मी कलाकार धीरन साक्यजी चाहिँ नि यहीँ जन्मिनु भयो, यहीँ हुर्किनु भयो र एउटा समयमा गएर चाहिँ चलचित्रको कलाकार पनि बन्नुभयो। हामीले सुनेको छौँ उहाँ यहीँ हुनुहुन्छ, सायद उहाँलाई पनि हामी भेट्नेछौँ, उहाँसँग केही भलाकुसारी गर्नेछौँ कफी पिउँदै। त्यसैले आजको हाम्रो दिनचर्या चाहिँ असाध्यै फुल छ हाम्रो स्केड्युल र म असाध्यै एक्साइटेड छु किनकि हामी विभिन्न ठाउँ कभर गर्नेछौँ र सबभन्दा रोचक त रानी महल हो। रानी महल चाहिँ म पहिला कहिले पनि गएको छैन र रानी महलमा जानको लागि म आफै पनि असाध्यै एक्साइटेड छु। त्यसैले आजको दिनको सुरुवात असाध्यै रमाइलो र राम्रोसँग भइरहेको छ। अब हामी आज पुरा दिन तानसेनको भ्रमण गर्नेछौँ। क्या राम्रो कफी बनायो यार।
नमस्ते दाइ। नमस्ते। यात्रा नेपालको यस एपिसोडमा यहाँलाई स्वागत छ। थ्याङ्क यू भेरी मच। हाम्रो निमन्त्रणा स्वीकार गरेर काठमाडौँदेखि पाल्पासम्मको यात्रा तय गरेर आइदिनु भयो दाइ। योभन्दा कृतज्ञ हामी कसरी हुने। धेरै धेरै धन्यवाद दाइ। आफै जन्मेको भूमि हो? मेरो जन्मस्थान यो तानसेन पाल्पा। यहाँबाट जन्मेको त्यो बालक आज आएर सुपरस्टार भइराख्दाखेरि दाइले पाल्पालाई फर्केर हेर्दाखेरि चाहिँ दाइको अनुभव कस्तो छ? पाल्पाले के दियो दाइलाई? अब यो अनुभवको कुरा गर्नुपर्दाखेरि जन्मस्थान मेरो तानसेन पाल्पा, जुन यो अहिले यो मेरो घरदेखि यो तल यो शीतल पार्टीको प्राङ्गणमा छौँ हामी अहिले। जस जन्मस्थान एउटा सुन्दर, एउटा म गर्व गर्छु, एउटा तानसेन पाल्पा जस्तो एउटा सुन्दर नगरीमा मैले जन्म गर्न पाएँ। त्यो एउटा मलाई एउटा गर्वको कुरा छ। त्यसपछि जन्म लिएपछि मेरो बाल्यकाल, मेरो सम्पूर्ण जीवनी बाल्यकालदेखिको स्कुले जीवनहरू मेरो यहीँ बित्यो मेरो। अनि त्यसपछि मेरो लाइफमा अलिकति टर्निङ पोइन्ट आयो। त्यसपछि अनि म फिल्म लाइनमा पनि प्रवेश गर्नुभन्दा अगाडि म धेरै स्ट्रगल गरेँ। म ब्रिटिस आर्मी पनि छोटो समय गएँ म। त्यसपछि त्यस्तै क्रममा अनि फिल्म लाइनमा एन्ट्री गरेँ। दाइले हाम्रो यत्रो निमन्त्रणा स्वीकार गरेर काठमाडौँदेखि यहाँ आइदिनु भएको छ। पक्कै पनि दाइको लागि दाइकै ठाउँमा केही एक्साइटिङ कुरा, केही सरप्राइजिङ कुरा नगरेसम्म त हाम्रो यात्राको सार्थकता पनि पुरा नहुने जस्तो देखियो। त्यही भएर हामी सबैजना टिम मिलेर चाहिँ दाइको लागि के गर्ने भन्ने कुरामा एकदमै सोचिरहेका थियौँ। र फाइनली आज दाइलाई हामी के गराउँछौँ भन्ने कुराको अलिकति हिन्ट दिन पर्दा चाहिँ दाइ कतिको एक्साइटेड हुनुहुन्छ? पहिलो कुरा चाहिँ म कन्फ्युज भएँ। मेरो ठाउँमा आएर सरप्राइज मलाई दिनु, म अलिकति कन्फ्युज भएँ। एक्साइटेड पनि छु। अब त्यो के होला, कस्तो होला भन्ने एउटा त्यो त अवश्य सोच पनि हुन्छ होइन। दाइलाई अलिकति हिन्ट दिन पर्दा चाहिँ दाइको कलाकारिता अनुभवको कुरा गर्दाखेरि अहिलेसम्मको सहयात्री भएर पनि बस्नुभएको 20औं वर्षको अनुभवमा उहाँ पनि सहकार्य गर्दै आउनुभएको। एक पालीको समयमा त एकदमै जोडी कहलिएको। दुईजनाको जोडी भनेपछि मान्छे जुरुक हुन्थ्यो त्यो बेलामा। उहाँलाई चाहिँ आज हामी तपाईँसँग भेटाउँदैछौँ। गेस म अलिकति गेस गर्न त मेरो फिल्मी यात्रा मेरो 30 वर्ष भयो, 30-32 वर्ष भयो नि। 30-32 वर्षको एक्सपिरियन्समा मैले मेरो सहयात्री भएर धेरै कलाकारहरू मसँग काम गरेँ, सँगै काम गरेँ। तर अहिले मेरो ठाउँमा आएर मलाई सरप्राइज हुँदाखेरि फिल्म लाइनकै सरप्राइज मान्छे, मतलब फिल्म लाइनकै कुराको सरप्राइज हुँदाखेरि अलिकति म कन्फ्युज भएँ। दाइलाई फेरि पनि अर्को हिन्ट दिन पर्दा उहाँ अहिले तानसेन पाल्पामै हुनुहुन्छ र अर्को कुरा चाहिँ उहाँको जन्म पनि पाल्पामै भएको थियो। नायिका हो भने मलाई थाहा छ, नायक हो भन्ने पाल्पामा जन्म कतै मसँगै काम गरेका राजेश दाइ त कतै होइन। पक्कै पनि उहाँ हाम्रो कोही नभएर महानायक राजेश हमाल हुनुहुन्छ। र अब चाहिँ म हजुरलाई उहाँलाई भेटाउन लाग्दैछु। म आफै पनि एकदम धेरै एक्साइटेड छु। सायद हजुरको यो पहिलो भेट होला यति धेरै वर्ष पश्चात यसरी फिल्मको काम बाहेकको कुरामा चाहिँ दुईजना साक्षात्कार हुनुभएको। आज पाल्पामा भेट त भएको छैन। के अरे यो फिल्मी सुटिङको यात्रामा त पाल्पामा भेट भएको त छैन। तर काठमाडौँमा धेरैचोटि सँगै काम पनि गरेँ, धेरै फिल्ममा काम गरेँ, धेरै भेट भइसकेको छ। हो भने 32 वर्षपछि। 32 वर्षपछि म आफैलाई पनि एकदम सौभाग्यशाली ठान्छु। नमस्ते दाइ। ओहो ल राज दाइ सब ठिक छ। त्यो मैले भने कि मसँग जहाँसम्म लाग्छ पाल्पामा भेटेको 32 वर्षपछि, 30-32 वर्षपछि म फिल्म लाइनमा आइसकेपछि आज भेट्दैछु। सुने मैले तपाईँ यहाँ आउनुभएको छ भनेर। त्यही त तपाईँको यो जन्म ठाउँ? मेरो जन्म ठाउँ, तिम्रो पनि जन्म ठाउँ। मेरो त जन्म ठाउँ। तर तिमी जतिको भाग्यमानी म भएन। तिमी त यहीँ हुर्क्यो क्यारे होइन, यहीँ पढ्यो, यहीँ हुर्क्यो। म चाहिँ नि हुर्किन पाइनँ। तिमी त लक्की छ यार, पाल्पामा घर छ। अब आयो बेला बेला यस्तो रमाइलो ठाउँ छ। लक्की त तपाईँ होइन, मैले के बनाउनु पर्ने भएको छ? जग्गा जमिन छ, घर छ होइन। तपाईँ जन्मिनु भएको हस्पिटल छ होइन। बुवाले पढाउनु भएको स्कुल छ, त्यसमा पनि मैले क्लास 9 गरेँ। अब तपाईँ जन्मिनु भएको त्यो गाउँको घर अझै पनि छ, जग्गा जमिन छ।
र तपाईँ पनि त लकी छैन। योचोटिको भ्रमण चाहिँ मेरो लागि असाध्यै रोचक रह्यो क्या। तिमीसँग भेट हुनुभन्दा अगाडि हामी यहाँ त आएको 2 दिन भयो होइन। अनि बुवाको अर्चलेतिर पनि गयौँ, भैरवस्थानतिर पनि गयौँ। अनि पुरानो मान्छेहरू भेट्न आउने क्या मलाई। तपाईँको हजुरबा यस्तो हुनुहुन्थ्यो, तपाईँको बुवा यस्तो हुनुहुन्थ्यो, तपाईँको आमा यसरी आउनुहुन्थ्यो। मेरो बुवा र आमाको त्यो बेलामा लभ म्यारेज हो क्या। आमा भैरवस्थान, बुवा अर्चले, दुवैजना पाल्पाको। आमा लखनऊमा पढ्ने त्यो बेलामा, बुवा बनारसमा पढ्ने। अनि एउटै ठाउँमा फर्किनु पर्ने, फर्किने बेलामा कहाँ भेट भएर उहाँहरूको लभ परेको रहेछ। अनि एउटा एकदम वृद्ध महिलासँग पनि भेट भयो। अनि उहाँहरूले अझै हुनुहुन्छ एउटा वृद्ध के मलाई खोज्दै आउनुभयो होटलमा, त्यो श्रीनगर होटलमा। 90-91 वर्षको महिला आएर राजेश हमाल खै भन्दै आउनुभयो कि। अनि मैले अगाडि थिएँ, मलाई नै सोध्नुभयो राजेश हमाल खै भन्दै। अलिकति आँखा कम देख्नुहुन्थ्यो कि। अनि मैले मै हो भनेपछि अनि उहाँले ओहो मेरो दिदीहरूको नाम लिनुभयो, आमाको नाम लिनुभयो, आमा यसरी हुनुहुन्थ्यो, तपाईँको बुवा यसरी हुनु। मलाई त यो त्यो कथाहरू सुन्दाखेरि सिनेमा हेरे जस्तो भयो कि त्यो विगतको। अनि अर्चले गएपछि तपाईँको हजुरबुवा यस्तो हुनुहुन्थ्यो, इन्ट्रेस्टिङ लाग्यो। अब आज हामी के गरौँ त, घुमौँ अलिकति त। पाल्पा एउटा यति सुन्दर ठाउँ छ, यति राम्रो होइन। अब यहाँदेखि 1 घन्टा तल गएपछि बुटवल तराई सुरु हुन्छ, त्यसपछि इन्डियाको बोर्डर सुरु हुन्छ होइन। अब यो यति चिसो ठाउँ छ, यति सुन्दर ठाउँ छ। अब यहाँदेखि 1 घन्टा तल जाँदा गर्मी छ होइन। यस्तो राम्रो ठाउँ छ। तर दुःख लाग्दो कुरा एउटा छ, के छ भन्दा यो ठाउँलाई अब स्थानीयले भनौँ या गभर्मेन्टको कमजोरी भनौँ, स्थानीयका अब भनौँ नगरपालिका मेयरहरू अथवा स्थानीय बासिन्दाहरूको कमजोरी भनौँ, अलिक पर्यटकलाई एट्र्याक्सन गर्नको लागि केही त्यस्तो कुराहरूलाई डेभलप गर्न सकेन कि। मैले के भने अब पर्यटनलाई आकर्षण गर्नलाई आफ्नो क्षेत्रलाई बेच्न पनि जान्नुपर्छ कि होइन। मैले त आफ्नो क्षेत्र होइन, त्यही त मैले यो अब किन तिमी पनि विदेश गएको छौ, विदेशतिर हेर न, सानो ठाउँलाई पनि कति महत्त्व दिएर ब्रोसर बनाइदिन्छ। अनि यस्तो लाग्छ कि त्यहाँ पुगेपछि त त्यहाँ जानै पर्छ जस्तो पारिदिन्छ कि। अनि हामी जान्छौँ, खासै त्यस्तो भयङ्कर पनि केही हुँदैन है। तर त्यसले गर्दाखेरि कफी सपहरू चल्या हुन्छ, सुभिनियर सप चल्या हुन्छ, दुनियाँ चल्छ कि। अब हामीमा त्यस्तो ठाउँ कति छ कि, तर हामीले त्यसलाई उजागर गर्नै सकिरहेको छैन। त्यसमध्येमा अब हामी एउटा पाल्पामा जन्मियो हुर्क्यौँ, पाल्पाली भएको नाताले पनि यति सुन्दर ठाउँ छ। यो ठाउँलाई त्यति डेभलप गर्न म कहिलेकाहीँ हरेक वर्षपछि म कहिलेकाहीँ आउँथेँ। पहिला वर्षपछि आउँदा पनि मैले यहाँको स्थानीय व्यक्तिहरूलाई भन्थेँ, म मेयरहरूलाई भेट्थेँ, म अरू यहाँको बुद्धिजीवीहरूलाई भेट्थेँ। मैले किन यस्तो पाल्पा यति सुन्दर ठाउँ छ, यस्तो राम्रो ठाउँ छ, त्यो कसको के कमजोरीले गर्दाखेरि यो डेभलप हुन सकेको छैन भन्ने कुराहरू निकाल्ने गर्दै थिएँ मैले होइन। अब बनावटको हिसाबले नेपालकै असाध्यै युनिक प्लेस छ यो होइन। यस्तो किसिमको बनावट छैन नेपालमा अरू। अब यहाँ इतिहास छ, संस्कृति छ, रीतिरिवाज छ, रहन सहन छ, प्रकृति छ, त्यही पनि जति हुनुपर्ने त्यति हुन सकिरहेको छैन। मलाई यहाँ स्थानीय बासिन्दाले पनि त्यति चासो दिएको जस्तो दिँदैन जस्तो मलाई लाग्छ कि। मलाई लाग्छ कि बिस्तारै हुन्छ पनि। अब हाम्रो यो हामी जुन संलग्न छौँ यात्रा नेपाल, उनीहरूको उद्देश्य पनि त्यही नै हो होइन। त्यसको माध्यमबाट पनि केही राम्रो कुराहरू मतलब एउटा राम्रो वे निक्लिन्छ जस्तो मलाई लाग्छ। ल खुसी लाग्यो, घुमौँ त एकछिन। हुन्छ दाइ।
आजको घुम्ने क्रममा जति पनि ऐतिहासिक मन्दिरहरूमा हामी घुम्यौँ, छेउछाउका मन्दिरहरू पनि घुम्यौँ, ठाउँ पनि घुम्यौँ हैन। जस्तो अब आजको पहिलो कुरा गर्दाखेरि हामी भगवती मन्दिर, अब यसको इतिहास त धेरै लामो छ। त्यो मन्दिर पनि अब एउटा जीर्ण अवस्थामा देख्यौँ, त्यसको एउटा माथि छानामा तिरपाल राखेको, त्यस्तो राम्रो मन्दिर, त्यस्तो ऐतिहासिक मन्दिर पनि एउटा त्यो डेभलप भएको। यो मैले करिब 3 सालदेखि देखिरहेको छु, त्यो हरेक वर्षमा त्यो तिरपाल हालेका कुराहरू हैन। र त्यस्तै गरिकन अमरनारायण मन्दिर घुम्यौँ, त्यहाँ पनि अवस्था त्यस्तै छ, त्यस्तो कुराहरूको सुधार देखिँदैन। भैरवस्थान मन्दिरको भनौँ, समयको अभावले गर्दा रानीमल जान सकेन, त्यो कारण पनि बाटोको कारणले हैन। अब त्यस्तो यी सबहरू सुधार नभएको देख्दाखेरि अलिक दुःख लाग्छ। सुधार्न पर्ने एकदम जरुरी छ। अब यो कुन चाहिँ निकायले ध्यान दिनुपर्ने कुरा हो। हामीले पाल्पाको कुरा गर्दाखेरि प्रायः खालि तानसेन कुरा गर्छौँ या तानसेनको वरिपरिको कुरा गर्छौँ। तर अहिले हामी अब रामपुरमा बस्यौँ, जुन मेरो लागि नौलो अनुभव थियो। अब रामपुर क्षेत्रमै तपाईँको चाहिँ नि धेरै आकर्षित ठाउँहरू देख्यौँ, सांस्कृतिक हिसाबले पनि विविधता छ। भले धीरेनजीले भने जस्तो अब विकासको गति चाहिँ नि अलिकति सुस्त भए तापनि केही नभएको चाहिँ नि फेरि होइन जस्तो लाग्छ क्या मलाई। हुन त म धेरै यहाँ निरन्तर हिसाबले बसिनँ, तर अहिले आउँदाखेरि अब त कालीगण्डकी कोरिडोर खोल्नाले नै अब रामपुरको चाहिँ नि एक हिसाबले चमक दमक चाहिँ नि फेरिएको छ होइन। रामपुरवासीहरूले पनि भन्नुहुन्छ। पर्यटकीय हिसाबले आकर्षित ठाउँहरू चाहिँ नि प्रशस्त छ, तर त्यसलाई अब उजागर गर्न सक्नु पर्यो किनकि हामी भन्छौँ नि पर्यटन क्षेत्र भनेको त हरेक क्षेत्र पर्यटन दृष्टिकोणले चाहिँ नि त्यो एउटा प्रडक्ट हो हैन। जसरी व्यापारीले आफ्नो प्रडक्ट बेच्नको लागि त्यसको चाहिँ नि प्रचार प्रसार गर्छ हैन, आफ्नो प्रडक्टको बयान गर्छ, त्यस्तै हामीले पर्यटकीय दृष्टिकोणले चाहिँ आफ्नो क्षेत्र बेच्नको लागि क्षेत्र बेच्न सक्नु पर्यो, त्यसको प्रशंसा गर्नु पर्यो, त्यसको इतिहासलाई चाहिँ उजागर गर्नु पर्यो, त्यसमा गाँसेको कला संस्कृतिलाई चाहिँ नि त्यसको परिचय दिनु पर्यो। त्यो हामीले गर्न खोजेको खण्डमा चाहिँ नि रामपुर लगायत तानसेन लगायत पाल्पाका वरिपरि चाहिँ पर्यटकीय हिसाबले चाहिँ धेरै नै सम्भावना बोकेको ठाउँ छ। पर्यटन विकासमा सिनेमा क्षेत्रको चाहिँ कतिको ठुलो योगदान हुन सक्छ? फिल्मको माध्यमबाट पनि धेरै शिक्षामूलक कुराहरूलाई हामीले दिन सक्छौँ हैन। त्यो एउटा सलिडमा त्यो शिक्षामूलक दिने बाटो हो त्यो एउटा फिल्मको माध्यमबाट पनि। अब हामीले कति अब राजनीतिसँग योभन्दा अब हामी पहिला धेरै सिनेमाहरू गऱ्यौँ हैन, धेरै अब विभिन्न किसिम कथावस्तुमा फिल्महरू गरे। त्यो कथावस्तुको बाटो पनि धेरैले शिक्षा पाउँछ। चलचित्रले गर्ने भनेको यहाँको रमणीय स्थलहरूमा हैन आफ्नो कथावस्तुमा समेटेर यदि त्यसलाई चाहिँ नि हामीले पस्किन सकेको खण्डमा त्यो क्षेत्रको प्रचार पनि हुन्छ हैन। व्यक्तिहरूले चाहिँ त्यो क्षेत्रलाई चाहिँ नि सिनेमाको पर्दामा देखेर चाहिँ आकर्षित भएर चाहिँ पाल्पा कस्तो रहेछ त हेर्न जाउँ भन्ने खुल्दुली पनि हुनसक्छ। पाल्पाका पनि विभिन्न कथाहरू छन् जसलाई हामीले चलचित्रमा समावेश गर्न सक्छौँ। अब यहाँको क्षेत्रहरू असाध्यै आकर्षित छन्, त्यहाँ हामीले चाहिँ नि आफ्नो चाहिँ छायाङ्कन गर्न सक्छौँ। त्यस कारण हामीले गर्नुपर्ने बाँकी चाहिँ अझ काम छ। तर पाल्पामा चाहिँ त्यो हिसाबले पाल्पा चाहिँ असाध्यै उपयुक्त छ जस्तो लाग्छ मलाई। नेपालले
पर्यटन क्षेत्र र कृषिलाई नै प्राथमिकता राख्ने हो, फोकस त्यसमा छ हैन। फोकस त्यसैमा गर्नुपर्छ कि, किनकि हरेक राष्ट्रको आफ्नो आफ्नो मोडल हुन्छ नि। हामीले खालि अन्य अरू राष्ट्रले जस्तो चाइनाले जस्तो या इभन इन्डियाले जस्तो चाहिँ नि पूर्वदेखि पश्चिमसम्म उद्योग धन्दाहरू मात्रै खोलेर चाहिँ नि हाम्रो देशको चाहिँ नि मोडल बन्दैन हैन। त्यसले वातावरण पनि प्रदूषित गर्छ। हामीले प्राथमिकतामा राख्नुपर्ने भनेको पर्यटन क्षेत्र र कृषि हो। अब पर्यटन क्षेत्र हाम्रो प्राथमिकतामा रहन त मलाई लाग्दैन कि त्यो बजेट चाहिँ नि त्यति अनुकूल हुन्छ जस्तो, किनकि पर्यटन क्षेत्र अघि मैले भने जस्तो क्षेत्रलाई पब्लिसाइज पनि गर्नु पर्यो र क्षेत्रलाई पब्लिसाइज मात्रै गर्नु भएन कि अब त्यो इन्फ्रास्ट्रक्चर बनाएर त्यहाँ जान बाटो घाटो हैन पूर्वाधारहरू पनि त्यही अनुसारले निर्माण गर्नु पर्यो नि। मान्छेको बाटोघाटो तपाईँको सुन्दर ठाउँ छ तर बाटोघाटो सहज छैन भने कसरी जाने त मान्छे हैन। या सुन्दर ठाउँ छ बाटोघाटोले गर्दा चुनौती छ, महँगो छ, पैसा बढी पर्छ भने त्यस्तो किसिमको सुविधा भएन भने त मान्छे जाँदैन। त्यस कारण हरेक कनेक्टिभिटी चाहिन्छ क्या। तपाईँको बाटोघाटोमा खर्च गर्नु पर्यो अनि त्यसपछि बाटोघाटो सहज भएर आन्तरिक अन्तर्राष्ट्रिय पर्यटकहरू आउन थालेपछि अनि त्यहाँ लोकल मान्छेहरूले चाहिँ आफ्नो तरिकाले विभिन्न इन्फ्रास्ट्रक्चरहरू बनाउनुहुन्छ होला। त्यस कारण सरकारले मलाई लाग्छ कि त्यसलाई चाहिँ अत्यन्त नै प्राथमिकतामा राख्नुपर्छ। यात्रा नेपाल मेरो मित्र प्रसाद सुनारले एउटा परिकल्पना गर्नुभएको छ। टुरिज्मको माध्यमबाट यो देशलाई समृद्ध गराउनको लागि यो नेपालको कुना कुनामा नचिनिएको र एकदम गौरवपूर्ण भएका नेपाललाई सबैको सामने चिनाउनको लागि यसरी नेपालका अलग अलग क्षेत्रका हस्तीहरूलाई त्यो ठाउँमा घुमाएर त्यसको डकुमेन्ट्री बनाएर सम्पूर्ण नेपालको माझमा र विश्वको माझमा राख्नको लागि उहाँले एउटा यात्रा नेपाल नामको अभियान सुरुवात गर्नुभएको छ र त्यो यात्रा नेपालको पहिलो एपिसोडको लागि उहाँले पाल्पा रोज्नुभएको छ। यसको लागि पनि उहाँलाई ताली बजाएर हाम्रो डाइरेक्टर साहबले पनि हुनुहुन्थ्यो, शान्तिले ब्रिफिङ गर्नुभयो। एकदम खुसी लाग्दो कुरा आफू जन्मेको ठाउँको लागि पर्यटन प्रबन्धनको लागि के कस्ता कुराहरूको लागि सोच विचार गरेर अगाडि बढ्नुपर्छ भनेर। तर तपाईँले त राम्रो कुरा गर्नुभयो, राम्रो सोच ल्याउनुभयो। तर मेरो विचारमा यस्तो लागिरहेछ यो अलिकति ढिला भयो जस्तो लागिरहेको थियो। योभन्दा अझ अगाडि केही साल अगाडि गरेको भए सायद अहिलेसम्म केही धेरै डेभलप भइसक्यो। त्यो कुरालाई अलिकति मैले नोट गर्न चाहेँ। यात्रा नेपालको सिलसिलामा हामी आएका छौँ। यात्रा नेपाल सन्दीपजीले नेतृत्व गर्दै हुनुहुन्छ। दशरथ सुनारजीले चाहिँ यसको परिकल्पना गर्नुभएको छ, यसलाई डाइरेक्सन गर्नुभएको छ। उहाँहरूको उद्देश्य चाहिँ नि सातै प्रदेशमा विभिन्न रमणीय क्षेत्रहरूलाई उजागर गर्ने हेतुले डकुमेन्ट्री बनाउँदै हुनुहुन्छ र यसको थालनी चाहिँ उहाँहरूले पाल्पाबाट गर्नुभएको छ र यो मेरो सौभाग्य हो कि उहाँहरूले चाहिँ मलाई पनि समावेश गर्नुभयो। अब हामी सबै जुर्मनाउनु पऱ्यो, अब यसले कसरी माथि ल्याउनु पऱ्यो, आफ्नो आफ्नो क्षेत्रबाट गर्नु पऱ्यो। यी कारणले पनि समस्याहरू यहाँ आउनु गएको छ। यसले अवश्य पनि सफलता